हेलो साथीहरु नमस्ते स्वागत छ यहाँहरुलाई मेरो च्यानल भूमिस इट मा। आज फेरि पनि हामी आमा छोरीको पानीपुरी मुकबाङ लिएर आइसकेको छौं। हजुरहरुले बाइ द टाइटल थम्बनेल द्वारा नै थाहा पाइसक्नु भयो होला कि हाम्रो खानामा चाहिँ के छ। आज चाहिँ एकदमै ह्युज मेन्यु छ है। यहाँ छ पानीपुरी, स्पाइसी पानीपुरी, यो पानीपुरीको आलुको मसाला, यहाँ छ घुगुनी है यो छोलासँग व्हाइट मटरको, यो वाइ चटपटे, फेरि चाहिँ छ चाउमिन, चिली ओइल चाउमिन छ विथ सोयाबिन हालेर बनाएको र स्पाइसी पुरी र साथमा पिउनुको लागि कोक छ। यति भन्दै ढिलो नगरी सुरु गर्यौं। अब पहिला केबाट खाने? पानीपुरी क्लासिक। यस पानीपुरी। कति दिन बाद पानीपुरी होइन छोलासँग खाइदिउँ है। घुगुनी। वाउ, घुगुनी र पानीपुरी चाहिँ 1 2 3 स्टार्ट। चियर्स। साह्रै दाल बनाउनु भएछ। कस्तो टेस्टी। पुरा मन पर्यो मलाई घुगुनी र है। हामीले कहाँ खान्थ्यो? भाइजकमा पाउँछ नि है, विशाखापट्टनममा। आहा, चटपटेमा हाल्नु। ओ माई गॉड, कस्तो भएछ देखा है। फर्स्ट टाइम छोरा छोरीहरूसँग बसेर नि पानी पनि दामी मार्केटबाट लिएर आएको पुरी आलुसँग कस्तो हुन्छ। वाउ, बुल्डक सस पनि छ है। बुल्डक सस पनि हाल्ने छ नि। हाल्यौ? पैठन पहिला त्यो हालिहालौँ। के? आलु मसाला? यो आज चाहिँ हामी यो हालेर पनि खाने पुरी। यसमा खाउँला हौ चटपटेमा। ए चटपटे र सस हालेर खाउँला, पानी नहाले। ल कस्तो हुँदो रहेछ यो डेडली कम्बिनेसन। आज चाहिँ एकदमै हामी चाहिँ 2x रामेनको सससँग पानीपुरी यो खाएर चाहिँ हा गर्नु पाउँदैन है। ल पानी सस 1 2 3 गो। चियर्स। स्वीट छ। जस्तो स्पाइसीनेस सेट गरेन है। गुलियो भयो। किन? येलो पिरो वाला हुन्छ। त्यो सस ल्याउनु पर्छ बुल्डकको क्या। अल्छी भयो है साथीहरु। यो साह्रै उयो भयो। नखानु न अन्त आएकै खानु। पानी चुहेर हाल्ने अलिकति हालिदिनुहोस् त्यस्तो गर्नु। अर्की हाल्नु। यस। कस्तो? वाउ। बुल्डक हालेर अझै मिठो भयो नि। त्यो स्वीट एन्ड स्पाइसी फ्लेभर आयो। वाउ, यो त दामी लाग्यो त। पुरा स्पाइसी छ। त्यसो मैले चिली ओइल हालेर बनाएको पनि किमा गरेर। आहा, अब चाहिँ पिरो हिट भयो। पानीपुरी चाहिँ चटपटीसित चाहिँ दामी हुन्छ। पानी त दामी बनाउनु भएछ। त्यही त कस्तो मिठो भएको छ। भैयावालाहरूले पनि यस्तो मिठो चाहिँ बनाउँदैन। अब चाहिँ बिस्तारै बिस्तारै पिरो भयो। extreme spicy.
बाफ्रे यो अनुहार त्यहीमाथि यस्तो गरम थियो नि दामी दामी आज तपाईँले खोर्सानी नटोकेको त्यसै यहाँ पिरो भइरहेको छ खोर्सानी पनि टोकेर बेसी पिरो खाँदैन हटेर चाहिँ यस्तो भएर so yummy. अब कति बेसी खाएको दिदी भन्छ क्या यतातिर मैले के खान्छु है म त नर्मल सिम्पल खान्छु यसो 1 2 3 Perfect. Pocket chowmin. किन यस्तो कालो देख्दैछ अहिले त भइहाल्छ घुग्नी घुग्नी सब गुसिसकेर पानी लागेको पुरी त Oh my god. Okay. दही पुरी अझै मिठो लाग्छ आम्बो चटपटे छ घुग्नी चटपटे खाने वाउ वाउ मिठो भयो
एकदमै मजा आयो है आमा छोरी मुकबाङ गर्नु। सधैँ एक्लै गरिन्थ्यो, आज दुईजना गर्दाखेरि एकदमै दामी मिठो बब्बाल भयो। हुन्छ त अब हामी भिडियोबाट छुट्न चाहन्छौँ। फेरि नेक्स्ट भिडियोमा भेट हुने पाचा गर्दै, तबसम्मको लागि बाई बाई, टेक केयर।